नमस्ते सबैजनालाई। भर्खर मात्र पोखरा कार्यालय लोकसेवा आयोगले चाहिँ द्वितीय चरणको परीक्षा केन्द्रहरूको भवन तोकेको छ। ल है साथीहरू, जसले प्रथम चरणको परीक्षा पास गर्नु भएको छ उहाँहरूको लागि मात्र द्वितीय चरणको चाहिँ परीक्षा केन्द्रहरू तोकेको छ। जसले पोखरा र बागलुङ परीक्षा केन्द्रबाट प्रथम चरणको परीक्षा उत्तीर्ण गर्नु भएको छ उहाँहरूको लागि हो यो। र तपाईहरूको चाहिँ परीक्षा चाहिँ जेठको 15 गतेदेखि जेठको 20 गतेसम्म चल्नेछ र परीक्षाको समय चाहिँ दिउँसोको 2 बजेबाट हुन्छ है साथीहरू। द्वितीय पत्र सबै सेवा समूहको जसले पास गर्नु भएको छ उहाँहरूको शासन प्रणाली सम्बन्धी चाहिँ जेठको 15 गते दिउँसो 2 बजेबाट हुँदैछ। त्यस्तै गरी तृतीय पत्र सबै सेवा समूहको लागि समसामयिक विषय अन्तर्गत चाहिँ यही 2083 साल जेठको 16 गते दिनको 2 बजेबाट चाहिँ सञ्चालन हुँदैछ। त्यस्तै गरी चौथो पत्र प्रशासन र सङ्घीय संसद सेवाको लागि सेवा समूह सम्बन्धी रहेर चाहिँ जेठको 17 गते दिउँसो 2 बजेबाट नै हुन्छ है साथीहरू। त्यस्तै गरी जसले एक्स्ट्रा पेपर लिनुभएको छ परराष्ट्र सेवाको तर्फको चाहिँ उहाँहरूको लागि मात्र अङ्ग्रेजी भाषाको चाहिँ जेठको 18 गते हुन्छ भने परराष्ट्रकै 5औं पेपर परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी चाहिँ जेठको 19 गते दिउँसो 2 बजेबाट हुन्छ। त्यस्तै चाहिँ लेखा परीक्षण सेवाको लागि मात्र जसले लेखाको लागि भनेर चाहिँ पेपर दिनुभएको थियो प्रथम चरणमा फर्म भर्ने बेलामा नै उहाँहरूको चाहिँ सेवा समूह सम्बन्धित चाहिँ जेठको 20 गते हुनेछ नि। त्यही भएर आफूले कुन सेवा समूहबाट भर्नु भएको छ त्यो चाहिँ ख्याल गर्नु पर्यो है साथीहरू। परराष्ट्र तर्फको चाहिँ फारम भर्नु भएको साथीहरूको चाहिँ 19 गते परीक्षा सम्पन्न हुँदैछ। त्यस्तै गरी लेखा परीक्षणहरूको चाहिँ 20 गतेसम्म चाहिँ परीक्षा सञ्चालन हुँदैछ नि। त्यही भएर आफ्नो चाहिँ कुनमा फर्म भर्नु भएको छ त्यही अनुसारले चाहिँ आफ्नो डेटहरू नबिराइकन हेर्नु होला। त्यस्तै साथीहरू, तपाईहरूको परीक्षा केन्द्र चाहिँ 450002 देखि 450886 250 जनाको, जसमा चाहिँ यदि परराष्ट्र र लेखा परीक्षणको पर्नु भएको छ भने तपाईहरूको चाहिँ यहाँ होइन नि। उहाँहरूको बाहेक सबैको चाहिँ श्री पश्चिमाञ्चल क्याम्पस WRC केन्द्र कमा लामाचौर पोखरामा हुन्छ। त्यस्तै गरी बाँकी रहनुभएका उम्मेदवारहरूको चाहिँ श्री पश्चिमाञ्चल क्याम्पस परीक्षा केन्द्र ख लामाचौर पोखरामा हुन्छ भने परराष्ट्र र लेखा परीक्षण सेवातर्फका सबै उम्मेदवार र परीक्षा केन्द्र परिवर्तन गरी आएका सबै उम्मेदवारहरूको चाहिँ श्री लोकसेवा आयोग पोखरा कार्यालय पार्दी पोखरामै हुन्छ नि। त्यसैले परराष्ट्रको अथवा लेखा परीक्षण सेवातर्फको फर्म भर्नु भएको छ अथवा परीक्षा केन्द्र नै परिवर्तन गरेर आउनु भएको छ उहाँहरू सबैको चाहिँ लोकसेवा कार्यालय पोखरामा नै हुन्छ तपाईहरूको परीक्षा। त्यसबाहेक अन्य सबैको चाहिँ श्री पश्चिमाञ्चल क्याम्पस WRC मा नै हुन्छ नि। त्यही अनुसार चाहिँ आफ्नो परीक्षा केन्द्र थाहा पाइहाल्नु होला है त साथीहरू। त्यस्तै गरी चाहिँ केही नियमहरू पनि पालना गर्नुपर्छ परीक्षा दिँदा। त्यो भनेको चाहिँ 1 घण्टा अगावै नै आउनु भनेको छ। त्यस्तै गरी चाहिँ परीक्षा भवनमा मोबाइल, स्मार्ट घडी तथा अन्य विद्युतीय सामग्री पनि निषेध गरेको छ। त्यसैले यस्तो सामग्रीहरू नल्याउनु होला, नभए परीक्षा नै रद्द हुन पनि सक्छ यदि परीक्षाको क्रममा चलाएको भेटाइएमा। र एन्सर लेख्दा चाहिँ ब्ल्याक पेनले नै लेख्नु होला नि। ल साथीहरू, अब आफ्नो तयारीलाई अन्तिम रूपमा दिनुहोस्। सम्पूर्ण पहिलो पेपर उत्तीर्ण हुनुभएकोलाई सबलाई अल द बेस्ट छ। आफ्नो इक्जाम सेन्टर हेरिहाल्नुहोस् कहाँ परेको छ, पश्चिमाञ्चल क्याम्पसमा छ या परराष्ट्र लेखा परीक्षणतर्फको हुनुहुन्छ भने तपाईहरूको सबैको परीक्षा केन्द्र लोकसेवा आयोग पोखरामा कार्यालयमा रहेको छ नि। ल साथीहरू, जेठको 15 गतेबाट इक्जाम छ।
अब तयारीलाई अन्तिम रूप दिनुहोस्। हस्त साथीहरू, केही डाउट भएमा हामीलाई कमेन्ट गर्नुहोला र यस्तै भिडियोको लागि र यस्तै इन्फर्मेसन टाइममा चाहिएको छ भने हाम्रो यस च्यानल लोकसेवा होराइजन नेपाललाई लाइक सब्सक्राइब गर्नुहोला र अन्य जानकारीको लागि कमेन्ट गर्नुहोला।